एक्सक्युज ब्रदर सुन्न यो पेट्रोल पम्प कहाँनिर छ सिधै अगाडि हो हस् वेलकम टु माई न्यू ब्लग। हजुर सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ म साथीसँग भेट्न जाँदैछु है, कमल विनायक। के कस्तो हुन्छ अब हेरौँ। सो गाइज फाइनली म चाहिँ निस्किसकेको छु। अब टक्कसँगले यहाँ पडिछ हाम्रो बाइक होइन। सो अब चाहिँ म चाहिँ यहाँ ट्याक्कसँगले स्टार्ट गरेर लाग्दिन्छु गाइज, सिधै बालकोट भक्तपुर टु कमल विनायक। ल गाइज लेट्स गो। सो गाइज फाइनली म चाहिँ चार्दो बाटो आइपुगेँ। यहाँबाट चाहिँ टक्क अब बाटो क्रस हानेर टक्क जानुपर्ने हुन्छ गाइज। चट्ट गाडीहरू यसो हेरेर है, अनि चाहिँ साइड लाइट के भन्छ ट्राफिक लाइट बन्द त बन्दैछ गाइज, तर कहिले बन्द थाहा छैन। हाम्रो लाइट सानो राले गाइज। Man, Bemdor one man, from wood. Guys, यार साइलेन्सर चारवटा छ त यार गाइज। यो चेक गरौँ है गाइज, चेक गरौँ। साउन्ड त के हो यार, मिठो आमा गर्छ यार गाइज। कसम यताबाट गइदिनु पर्छ के हो, माथितिरबाट सबैबाट गयो गाइज यार। ल्याइदिउँ भने त गाइज हुँदैन त। गजब बेइज्जती है। पर्छ यार, त्यहाँ पर त फेरि पुरै बसिरहेको हुन्छ। ये फंस गया सीएम। चेकिङमा पऱ्यो भने केटा हो, फेरि कति हो 1000 कि 1500 सुतिरहेको थिएँ है, टक्क साथीको कल आयो त भन्ने कुरा भयो। टाइम भयो त साथीसँग नभेटेको। साथी फेरि अब एकैचोटिमा मैले के छ अब धेरै भयो भने भेट्न आएको भनेको, ल आऊ कि आऊ 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 भन्नु थालेँ है। अब सँगै त छैन, जबरजस्ती त के भन्नु, त्यही पनि टाढैबाट जबरजस्ती गरेको साथले त यार कसम। यही नहीं अभी और सुनिए। साइको भयो है। अनि टक्क अब झुरुक्क उठेर यसो लुगा सुगा लगाइदिएर सर्ट हिँडिहालेको। अब र साथले बोलाएपछि के गर्नु यार, नाइ भन्न सकिँदैन। ये फंस गया सीएम। यहाँ जाममा जहिले पर्छ भने यार, जाममा पर्छ क्या। यतातिर चाहिँ माथि चेकिङ हुनसक्छ गाइज, स्पिड चेकिङ यार माथि पुलमा किनै हुँदाखेरि। ए यहाँ सफा भएको रहेछ नि त रोडमा। आज हो कि कहिले हो, आजै होला सायद। यो भएर लास्टै धुलो उडिरहेको रहेछ यार। यस्तो धुलो उड्यो भने त अनि स्पिड चाहिँ यहीँ गर्नु पर्दैन नि यार, धुलो खाएर आम्मा आँखैभरि धुलो धुलो भयो यार। यो सधैँ त यहाँनिर हुँदैन, राम्रै हुन्छ। आज चाहिँ यो सफा गरेर चाहिँ त्यो ठुलो भयो होला चाहिँ आइपुग्यो गाइज। सो स्पिड चेकिङ हुनसक्छ अगाडिबाट, ट्याक्क त्यहाँ अगाडि पुलमा रहेछ अन्त फेरि गाइज
अगाडि रोडमा च्याप्प समाउँछ फेरि ल्याप्प झिकेर झ्याप्प हातमा थाम्यो भने चाहिँ जित्न चला 1000-1500 रुपियाँ ऱ्याममा चढाउनु त सकिँदैन यतिकै त माया लाग्छ गाइस कि लाग्दैन भनौँ त भन्नु भयो फेरि माया लाग्दैन भन्छ फेरि यस्तो हो नि फेरि माया लाग्दैन भने चाहिँ फेरि लाग्छ भन्दा अच्छा हमको सिखा रिया है सो अब फेरि जुनको पछाडि बस्यो नि खाने त धुलै हो होइन के छैन हामी त आइपुग्नु लागिसक्यो अब त धुलो खायो नि केही छैन धेरै अगाडि त होइन अब लगभग आइपुग्नु लाग्यो ओभरटेक नै गर्दिनँ आरामले जाऊँ न के छ र अगाडि ट्र्याक्टर रहेछ गाइस त्यसले ल्याम्प रोक्नु बेलाउँदैन अहिले है नि यसलाई त मैले ओभरटेक हाल्दैन हो सानो खालको हाम्रो गाउँघरतिर त्यस्तै बाटोमा मुजी तोप हाँस्ने बानी है हामीलाई त हाइयो नि चाहिँदैन नि त्यत्तिकै जान्छ सर गजब बेइज्जती है हाइयो किन चाहियो होइन गाइस चाहिँदैन हाइयो त हामीलाई यसो यही रहेछ ट्याक्क अस्ति यहाँ हामी आएको थियो सानो काम भयो र यही ठाउँमा ट्याक्क प्लेस यही हो लोकेसन यही हो यो कुरा त्यस्तो हो हाम्रो सर र माथि गइदिउँ गाइस होइन गाडी लाग्छ भन्थ्यो यता त गाडी जाँदैन भनेपछि गाडीमा गाडी जाने बाटो यही एउटा हो आर्मी क्याम्प कहाँ छ बेस क्याम्प यहाँदेखि यता हो कि यता हो भनेर कन्फ्युज भयो यता कि यता होला भाइ यता बेस क्याम्प जाने कताबाट हो बेस क्याम्प आर्मी बेस क्याम्प नगरकोट यहाँबाट कमलबनाक चोक राइट अनि भट्टेपाटी हुँदै जाने ब्यारेक आउँछ सिधै जाने हस् बुढा बुझे केटा हो म त मुढा कमल बनाएकै आइपुगेन रहेछ यार धेरै पछि आएको बिर्सेछु भनेर बोल्दा त यस्तो नि हुन्छ र यस्तो नहुनु पर्ने है नहुनु पर्ने बिर्सिन नि पाइयो सम्झेर भएन नि त यार कैसा लगा मेरा मजाक सधैँ आइराखिँदैन कहिले काहीँ आउँदाखेरि त्यो कहाँनिर हो भनेर बिर्सिहाल्छ है कन्फ्युज हुन्छ भनौँ न बिर्सेको त होइन तिमी अब यही ठाउँमा हो भनेर एक्ज्याक्ट थाहा नभए भनौँ न बस कति आइपुगेको एउटा हो यहाँदेखि कता हो म कल गर्छु अनि भेटौँ है त सो एउटा हो फाइनली मैले साथीलाई कल गरिसकेँ साथीको चाहिँ यता के भन्छ भत्केको पाडीको पेट्रोल पम्प भनेको यहाँबाट राइट लागेर तलतिर अरे त्यहाँ गएर टक्कसँगले कल गर्नु पर्दैन त्यहाँ आउँछु भन्ने कुरा भएको छ सो अहिले चाहिँ म सर र त्यहाँ जानुपर्ने हुन्छ है दुईवटा चोक आएर कता जाने हो एक्सक्युज मी ब्रदर सुन्नु न यो पेट्रोल पम्प कहाँनिर छ सिधै अगाडि हो हस् ठुलो चाहिँ अहिले खानु पाइन्छ यता आयो भने अरू त्यस्तै हो ठुलोको त पुरा नगरौँ यार बस्छ भनेर अहिले क्या अहिले कति अलि धुलो बस्या रहेछ पानी सानी छर्केर होला फेरि सक्दैन नि फेरि धुलो ओइ मुला पेट्रोल पम्प त यहीँ छ त यार झन्डै कडी छु पेट्रोल पम्प पनि पेट्रोल पम्प चाहिँ यहाँ रहेछ केटा हो साथी चाहिँ उहाँ लखल त्यहाँ हेर्नु पऱ्यो क्या अगाडि चाहिँ गरौँ न केटा हो सिधै ठोकिदिउँ क्या यार घुसाउँछौ क्या भित्र के छ मेरो मित्र ठिक छ यार तल कहाँ तल फेरि फर्केर यतै फर्काउने यतै अनि यता आइरहेको छ तिमी कहाँबाट यता आयो घर चाहिँ उता हो
अहिले चाहिँ कता हो जाने अहिले हामी त्यो डाँडा जाउँ न खोइ कहाँ छ डाँडा सो हामी चाहिँ डाँडातिर लाग्यो है छैन कहाँबाट यहाँबाट कहाँ लिएर हिँड्यौ नि तिमीले फेरि मलाई मजा आउँछ कहाँ हिलो ए खोइ कहाँ अग्लो कुन चाहिँ नाम भन न यही ल ल होला कहाँ लिएर आयो यार तिमीले यस्तोमा सबै फोहोर भयो अब हिलो हुन्छ यार टायर गजब बेइज्जती है अलिक राम्रो बाटो हिँडौ न खोइ कहाँ हो घ्याम्बे डाँडा घ्याम्बे डाँडा त्यहाँ हेरेन मलाई क्याप्सनमा क्याप्सन हेरेनौ त ले को अरे म कहाँ ऊ माथि डाँडामा लानु लाग्यो अनि कहाँ त अनि उका डाँडामा लग्छु भने ओह्रालो झर्दै थियो तिमीले चाहिँ के हो होइन होला हो लाग्दिस हो ओ मुला त्यो पानी घोपिन्छ त्यो गाडीबाट त कहाँ यहाँबाट के हो नाम तोफा तोफा के हो दोफा तफा दौफो तफा दौफो कता यता जाने के हो तिम्रो जक्सन हो क्या तिम्रो जक्सन हो क्या फेरि यता कता फेरि यता ए मुलानी फेरि यता जस्ता सिधै अगाडि यता फेरि राइट यही हो ए होइन त बदल रही है तेरी सो हामी चाहिँ अब चिया खाइदिने होइन त के हो ल चिया खाएर भेटौँ केटा हो हाम्रो सरजी भ्लगर कान्छा होइन होला हो नि हो गाइस फाइनली हामी चाहिँ यता होइन अब ट्याक्क लाएर चाहिँ यहाँको गाइस यो अगाडि चाहिँ नगरकोट डाँडा भयो यो चाहिँ कमल विनायक भन्दो रहेछ ट्याक्क अब हामी चाहिँ यहाँबाट निस्केर अर्को एकचोटि घर जाने रुम जाने त्यस पछाडि रुम गएर आजलाई यति नै ल बाई बाई गाइस सो फाइनली गाइस होइन अब चाहिँ हामी राइट साइड कम्प्लिट गरेर मजाले अब यहाँनिर मोमो चाउमिन अनि अरू के खान्छ साथी अरू चिज चिज खाइदिउँ है अनि ऊ चाहिँ हाम्रो साथी एकदम हाम्रो राइडर है उहाँको च्यानललाई चाहिँ सब्सक्राइब गर्नु पऱ्यो केटा हो अनि सो त्यही भएर यत्तिकै हो रमाइलो छ घुमघाम गरिन्छ अब एकचोटि छिट्टै आउँछ है मुस्ताङ टुर जान्छ हामी छिट्टै गाइस हो कि होइन मित्र ल सही हो ल आजलाई यति नै अब घर पुगेपछि अर्को क्लिप बनाउँछ
सो अलराइट गाइज म चाहिँ निस्किसकेको छु साथीसँग भेट्यो अरे त्यहाँ परैबाट भिडियो हान्ने भनेको फेरि धुलो बढै आउने क्या गाइज त्यहाँ पर चाहिँ होइन त्यो धुलो परेर चाहिँ मैले भिडियो अन गरेको म चाहिँ टिमकुने आइसकेको छु गाइज ठ्याक्क जाम पनि खोजेर टिमकुने आइपुग्ने बित्तिकै अघि परबाटै भिडियो हान्यो भनेको पुरै धुलो उडेर आमा कहाँ भिडियो हान्न सक्नु परेन परबाट त धुलो उडेर बाफ्रे बाफ्रे यार अति धुलो हुने क्या अति पुरा नगरौँ पानी पर्नु थाल्यो रुमसम्म चाहिँ पुग्नु पाइयोस् पानी नभिजाओस् होइन पानीले भिजायो भने त फेरि गिरी हुन्छ यार मौसम चाहिँ दामी भइरहेको छ है तर पानी पर्न जस्तो भएर थियो क्या मौसम त अति बवाल छ सो अहिले चाहिँ म आइसकेको छु राधे राधे ओ माई गॉड यता चाहिँ पानी परिरहेको छ कि जस्तो छ क्या गाइज आज दिउँसोदेखि उता काठमाडौँतिर चाहिँ पानी परिरहेको थियो अरे यता भक्तपुरतिर चाहिँ परेको छैन भर्खर ठिकाउँदैछ अब बेलुकातिर चाहिँ खत्रै पर्ला जस्तो छ क्या पानी यो पानी चाहिँ नपरोस् पानी चाहिँ परेन भनेर भइगयो नि होइन गाइज यताबाट के छिर्नु यहाँ यताबाट त नछिरौँ होला जाममा बस्दिउँ एकछिन गाइज जाम पनि खुन लाग्यो है अब पानी पनि परिरहेको छ अब हामी एकैचोटि रुममै गएर भेट्यौँ है त सो गाइज फाइनल्ली म चाहिँ आइसकेको छु रुम अब त्यही भयो साथीसँग भेट्यो ओऱ्यो होइन अनि फर्क्यो गाइज बाटोमा पानी सानी पर्यो त्यही भयो अब भिडियो नि राम्रोसँग बनाउन पाएन है ठिक छ मन परेमा यसो लाइक कमेन्ट साथसाथै सब्सक्राइब गर्न नभुल्नु होला हस् त बाई बाई